किसान र तपाईँले स्वागत छ फेरि पनि नेपाली एक्सपेरिमेन्ट युट्युब च्यानलमा र आइयो सुनेर सन्चै हुनुहुन्छ होला आराम हुनुहुन्छ होला आशा हेर्ने गर्नेछु। आजको भिडियो हो हाम्रो रोप बनाउने पार्ट 2। आजको भिडियोमा हामीले रुखका हाँगाबाट रोसी निकाल्नेछौँ। आज चाहिँ फाइनल भिडियो हो। यो चाहिँ तपाईँले यो भिडियो अझै पनि हेर्नु भएको छैन भने यसको पार्ट 1 भिडियो अझै पनि हेर्नु भएको छैन भने कृपया गरेर हेर्नु होला। म चाहिँ डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु। त्यो भिडियो हेरेर यो भिडियो हेऱ्यो भने तपाईँले चाहिँ बल्ल बुझ्नुहुनेछ है त। मैले चाहिँ यहाँ भिजाएका थिएँ, तपाईँले चाहिँ पार्ट 1 मा चाहिँ देख्नुभयो होला। मैले चाहिँ हाँगा यहाँ पानीमा चाहिँ भिज्न छोडेको थिएँ र लगभग यो 1 महिना 1.5 महिनाभन्दा बढी भइसक्यो होइन। अब यसबाट चाहिँ हामीले रोप निकाल्नेछौँ। अब तपाईँको टाइम वेस्ट नगरिकन भिडियो सुरु गरौँ है त। यहाँ देख्न सक्नुहुन्छ, यहाँ त ओए लोटलाई म तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले भिजाएको थिएँ होइन। अब यसलाई चाहिँ मैले निकालेछु। यहाँ चाहिँ पुरै यस्तो लागेको गाइस है। सुरुमा चाहिँ हामीले यसले कलेक्ट गर्छौँ। एउटा चाहिँ यहाँ छ, खासमा चाहिँ हाम्रो तिनवटा हुन् होइन। एउटा चाहिँ चोरी भन्छ गाइस, बाल्लै बाल्लो भयो। यसलाई चाहिँ पहिला उसले हामीले पकाल्नेछौँ। देख्न सक्नुहुन्छ। अब यसबाट चाहिँ हामीले रोप निकाल्नेछौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्ता मसिना मसिना धागाहरू आएका छन्। हामीलाई चाहिँ यिनै हो चाहिएको गाई चाहिँ। यो भयो क्या, यसको स्मेल फेरि यति गनाउँछ कि पुरै छोडेको त्यसकै बल्ल बल्ल निकालेछु मैले। हाम्रो मेन चाहिँ यहाँ निस्किसकेको छ। अब यसलाई फेरि एकचोटि धुनेछु मैले है लाम लगाएर। हाम्रो चाहिँ रोसी चाहिँ यही हो गाइस है। तपाईँले देख्न सक्नुहुन्छ कि यो चाहिँ सुकाउनु पर्ने हुन्छ। यति टाइट छ कि पुरै छोडिदिनुहोस् कि यति राम्रो भएको छैन। जस्तो मैले यहाँ खुट्टा ताने पनि यति बोल्नु पर्छ। यो रोसी चाहिँ हामीले बनाएको एउटा काठको हाँगाबाट रुखको हाँगाबाट बनाएको चाहिँ रोसी यति मजबुत छ कि यति बोल्नु छ गाइस। एउटा हाम्रो रोसी चाहिँ यही हो गाइस। हामीले चाहिँ त्यही बाँध्न पऱ्यो भने देख्न सक्नुहुन्छ। पछि है अब हामीले यसरी निकाल्न सक्दैनौँ गाइस। मैले खिचेर अहिले यहाँ देख्न सक्नुहुन्छ है लौरो भाँचेला होइन। तर यो रोसी चाहिँ चुटिदिनुवाला छैन। त्यति टाइट बोल्नु हो गाइस हाम्रो बनाएको रोसी। देख्न सक्नुहुन्छ त्यति बोल्नु गाइस। हस् त आजको लागि यति नै। तपाईँले भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र यतिखेर मुनितिर कमेन्ट बक्स होला, कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो भिडियोमा के कमी कमजोरी छ आउने भिडियोमा हामीले चाहिँ सुधार्ने कोसिस गर्नेछौँ र यसको हामीले चाहिँ पार्ट 3 पनि ल्याएर आउनेछौँ। पार्ट 3 मा चाहिँ मैले यसको ड्युरेबिलिटी टेस्ट गर्नेछु। यो रोसीलाई पर्पल राम्रो तरिकाले रोसीको सेपमा ल्याएर ड्युरेबिलिटी टेस्ट गर्नेछु अर्को पार्टमा। यतिखेर मुनितिर सब्सक्राइब बटन होला, सब्सक्राइब बटनलाई पनि दबाउन नबिर्सिनु होला। हस् त आजको लागि यति नै। म पनि बिदा माग्न चाहन्छु तपाईँको माझबाट। टेल देन टेक केयर, बाइ बाइ। जय नेपाल।